एक्सपेक्टेड ए टाइम पुग्ने 3 बज्यो हामी कति 10 बजेको थियो होइन हाम्रो गाडी एम्स्टर्डममा त हामी 10 बजीतिर एम्स्टर्डममा हिँड्थ्यो 10-15 मिनट गाडी दिँदा भएको थियो अहिले चाहिँ हामी ह्यानोभर छौँ बिहान 3 बजेको छ हामी पुग्ने कति बजी प्राग 10 बजे 10:40 प्राग पुग्ने अनि लेटेस्ट अपडेट भनेको चाहिँ मलाई चाहिँ मैले पासपोर्ट छुट्यो कि एम्स्टर्डममै भन्ने टेन्सन लागिरहेको छ लगेजमा छ कि लास्ट चान्स भोलि बिहान गाडीबाट झर्ने बित्तिकै फर्स्ट कुरा भनेको चाहिँ पासपोर्ट चेक गर्नुपर्ने हुन्छ पासपोर्ट छुट्यो जस्तो लागिरहेको छ कि मलाई यहाँ मैले मेरो ज्याकेट यताउता भेटेको छैन सुत्तना भेटेको हेर भोलि बिहान थाहा हुन्छ पासपोर्ट छुट्यो कि लगेजमा छ कि मेरो ब्यागमा छ कि कता छ खोज्नुपर्छ अब अझै 7 घन्टा गाडी बाँकी छ चढ्ने अब एकछिन सुत्न ट्राई गर्नु पर्ला को 7 बज्यो अहिले हामी चाहिँ अहिले जर्मनको डिस्ट्रिक्टमा छौँ एकछिनलाई रुकेको थियो अब यहाँबाट हामी फेरि प्रागलाई जाँदैछौँ अझै 3-3.5 घन्टा लाग्छ होला प्राग पुग्न आउनुहोस् हाम्रो 13 आवर्सको जर्नी होइन यो नट ब्याड 13 आवर्स सस्तो गरिँदैछ होइन 10 घन्टा जस्तो सक्यो अब 3 घन्टा हेरेर 3 hours so Prague, here we come. 2 घन्टामा प्राग हामी अहिले कहाँ यो ड्रेसडेन कि कुन सिटी अरे ड्रेसडेन जर्मनीको ड्रेसडेन छ यहाँ एकछिन 5 मिनट नि रोकेन 15 मिनट रोक्नु पनि थियो यसो झरौँला भन्ने प्लान गरेको ट्राफिक जामले गर्दा ढिलो भयो त्यही भएर झरिएन तल अब 13 घन्टा बस जर्नीको बाँकी छ 2 घन्टा 11 घन्टा सक्यो कतिको गाह्रो भयो कि सजिलो भयो एम्स्टर्डमबाट प्राग डाइरेक्ट बस 13 आवर्स एराउन्ड 13 आवर्स होइन करिब 13 आवर्स नट ब्याड थकाइ चाहिँ लागिरहेको छ कम्फर्टेबल चाहिँ भएन सुताइ चाहिँ कम्प्लिटली सुतेको पनि छैन क्या हामी 2 घन्टा सुते जस्तो गरेको छ फेरि बस्याङ्ग ब्रेक हान्छ कहाँ उठ्छ निन्द्रा उठिरहेको छ सो अब 2 घन्टा त्यसपछि प्राग C1 प्राग हामी जस्ट कोठामा आइपुग्यौँ
अब एकछिन कोठाको टुर होइन। हामी चाहिँ प्रागमा छौँ। त्यो बस स्टपबाट चाहिँ अराउन्ड 15 मिनट्स वाक 9-10 मिनट्स वाकमा छ। अनि यो चाहिँ एउटा रुम, यो चाहिँ छिर्ने रुम भइहाल्यो। यो चाहिँ एउटा रुम छ, यो चाहिँ बबी दिदीले युज गर्छ। अनि मेन प्रब्लम भने चाहिँ हाम्रो यो लगेजले पनि भइरहेको छ, किनभने यसको पाङ्ग्रा पऱ्यो अघि। किनभने नर्मल्ली प्रागमा या युरोपको स्ट्रिटहरू त्यो कन्क्रिट भन्दा पनि पुरानो खालको हुन्छ। सो पाङ्ग्रा गइसक्यो। लगेज चेक भन्नुहुन्छ। यो एउटा रुम, यसको रुम। देन यहाँ के छ त, यहाँ चाहिँ स्टोरेज रुम रहेछ। नाइस, नट ब्याड। अनि $43 को होइन त ल। यो चाहिँ $43 को रुम हो यो। यो चाहिँ एउटा, हामी दुईजना हो। म यहाँ यो सुत्छु, त्यो चाहिँ त्यता सुत्छे। अनि यो चाहिँ बाथरुम छ। बाथरुम, टोयलेट भइहाल्यो। यो चाहिँ सावर। ठिक छ, त्यस्तो स्पेसियस छैन, बट प्राइसमा राम्रैको, त्यस्तो नराम्रो होइन। टेबल कुर्सी पनि छ। म चाहिँ यहाँ सुत्छु, बबी दिदी त्यता सुत्छे। कता सुत्छे बबी दिदी? बबी दिदी यता सुत्ने। ए तँलाई जहाँ ठिक लाग्छ त्यहाँदेखि। तर यो पनि त्यस्तो अनकम्फर्टेबल चाहिँ हुँदैन माथि तल। बङ्क बेडमा सुत्छस् त भने म त्यता सुत्छु नि त है। स्योर हो? ओके बबी दिदी, डिल। ल हाम्रो होटल पनि आइपुग्यो। मेन प्रब्लम चाहिँ मैले पासपोर्ट चाहिँ एम्स्टरड्याममै छोडेको छु। सो ट्राभल गर्न त मिल्छ मेरो आइडीले, तर मोस्टली चाहिँ मलाई प्रब्लम लाग्यो भनेको अघि भने जस्तै फ्लाइटमा चाहिँ दुईवटा मेरो फ्लाइट छ बिचमा 2 विक्सको टाइममा। फ्लाइटको अब एयरलाइन्सलाई चाहिँ म कल या मेल गरिहाल्छु के गर्नु मिल्छ, नभए भने मैले हल्का प्लान चेन्ज गर्नुपर्ने छ। द्याट्स अ स्टुपिड थिङ टु डु। सबै हाले, पासपोर्ट हाल्न बोलेको छु। सो डोन्ट बी फुल लाइक मी। आफ्नो डकुमेन्ट, आइडी के चाहिन्छ प्रोपरली चेक गर्ने। यस्तै हो कहिलेकाहीँ। बबी दिदी चाहिँ आफ्नो कोठामा जाँदैछिन्। यो चाहिँ मेरो रुम आजको लागि। बाई बाई। ढोकान लाउनु मिल्छ? ओके, सही रहेछ त। नाइस। $43। त्यो पनि दुईजनालाई होइन कि पर पर्सन होइन नि? हाम्रो टोटल रुमको €43 नि। ओके, $43, ब्रेकफास्ट इन्क्लुडेड त्यो पनि। त्यस्तो नाइस डिल गाइस। अनि हामी बसेको होटल चाहिँ यही हो, एडेबा। सो यु गाइज क्यान चेक इट। राम्रै छ होटल, राम्रै छ जस्तो लाग्छ। भोलि ब्रेकफास्टको कस्तो हुन्छ त्यो भनौँला है त।